सर्लाही जिल्लामा एउटा घटना घटेको थियो। मृतक लास फेला परेको, त्यो मृतक लास फेला परेको घटनामा अनुसन्धान गर्ने क्रममा चाहिँ के कुराहरू आयो भन्ने सम्बन्धमा नै हामीले यहाँलाई बोलाएर प्रेस मिट मार्फत जानकारी गराउनको लागि गइरहेका छौँ। कर्तव्य गरी ज्यान मार्ने व्यक्तिहरू पक्राउ, जुन मैले भने हाम्रो जिल्लामा एउटा डेड बडी मृतक लास फेला परेको घटना थियो। त्यो मृतक लास फेला परिसकेपछि त्यो मृतक लासको सम्बन्धमा बुझ्दै जाने क्रममा कर्तव्य गरी ज्यान मारेको भन्ने सम्मको कुराहरू पत्ता लाग्यो। र त्यो सम्बन्धमा अहिलेसम्म खुल्न आएका प्रतिवादीहरूलाई हामीले पक्राउ गरेर कानुनी प्रक्रियामा अगाडि लगेका छौँ। त्यसै सम्बन्धमा मैले विस्तृतमा भन्न चाहेँ। मृत लास फेला परेको 2082 साल वैशाखको 30 गते बिहान अन्दाजी 8:30 बजेको समयमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर 8 स्थित उखु खेतमा एउटा डिकम्पोज भइसकेको, सडिसकेको, नचिने अवस्थामा रहेको लास फेला परेको घटनाक्रम रहेको छ। यो लास फेला परिसकेपछि त्यसपछि हाम्रो अनुसन्धान प्रक्रिया अगाडि बढ्छ, के हो कसो हो भन्ने किसिमले। लास फेला परिसकेपछि तत्काल को व्यक्ति हो भन्ने कुरा खुलेको थिएन। अनि अनुसन्धान क्रममा बुझ्दै जाँदाखेरि त्यो लासको शनाखत हुन आउँछ, जुन चाहिँ मृतकको विवरण अरविन्द कुमार पण्डित मृतकको नाम रहेको छ। वर्ष 28, ठेगाना जिल्ला सर्लाही, चन्द्रनगर गाउँपालिका वडा नम्बर 1 किशनपुर। उहाँको दाजु अशोक कुमार पण्डित कुमारले चाहिँ मेरो भाइको लास हो भन्नु उहाँले शनाखत गर्नुभएको अवस्था रहेको थियो। बुझ्दै जाँदा 2082 वैशाख 24 गतेदेखि मृतक व्यक्ति बेपत्ता हुनुभएको, मतलब घर परिवारदेखि सम्पर्कविहीन भएको अवस्था रहेछ। यही घटनाक्रममा हामीले 6 जना व्यक्तिहरूलाई पक्राउ गरेका छौँ, जुन सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर 6 चिरानटोल बस्ने वर्ष 43 को मोहम्मद हुसैन मोमिन, वर्ष 29 को मोस्तकिम अन्सारी, वर्ष 25 की नजिमा खातुन, वर्ष 40 को सोएब अन्सारी, वर्ष 25 को नूर आलम अन्सारी, वर्ष 54 को सलाउद्दिन अन्सारी। यी व्यक्तिहरूलाई हामीले पक्राउ गऱ्यौँ। घटना विवरण के रहेछ त भन्दाखेरि सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर 6 चिरानटोल बस्ने मुस्तकिम अन्सारीले मेरो श्रीमती वर्ष 30 की नजिमा खातुन 2081 चैत 19 गते राति 11 बजेको समयबाट घरबाट बेपत्ता भएकोले चन्द्रनगर गाउँपालिका वडा नम्बर 1 किशनपुर बस्ने उपेन्द्र पण्डितको छोरा वर्ष 28 को अरविन्द कुमार पण्डितले मेरो श्रीमतीलाई भगाइ लगेको हुनसक्ने भनेर चाहिँ उनले खोतलास लागि प्रहरी कार्यालयमा इलाका प्रहरी कार्यालय केशरगञ्जमा निवेदन दिएको अवस्था रहन्छ। मेरो श्रीमती यति चैतको 19 गते राति 11 बजेदेखि बेपत्ता भएको छ, फलानु व्यक्तिले चाहिँ लिएको हुनसक्छ भन्ने किसिमले मृतकको नाम चाहिँ खुलाएको अवस्था रहेछ। खोतलासलाई निवेदन दिएको यी प्रकार केशरगञ्जमा। यो सम्बन्धमा बुझ्दै जाँदा अरविन्द कुमार पण्डितले नजिमा खातुनलाई जुन अहिले पक्राउ प्रतिवादी पनि हो, नजिमा खातुनलाई भगाएर भारततर्फ लगेको भन्ने कुरा खुल्न आयो बुझ्दै जाने क्रममा। उहाँले निवेदनमा पनि मेरो श्रीमतीलाई फलानले भगाएर लगेको हुनसक्छ भनेर चाहिँ खुलाएको, र बुझ्दै जाँदा उसले लिएर भारततर्फ गएको भन्ने बुझिन आएको। अनि 2082 वैशाख 19-20 गतेतिर, यो यति नै गते भनेको छैन, 19-20 गतेतिर दुवैजना फेरि नेपाल आएको, जुन चाहिँ श्रीमती बेपत्ता भएको फलानु व्यक्ति लिएर गएको भनेर भनेको थियो। श्रीमती र त्यो भनिएको व्यक्ति दुवैजना नेपाल आएको बुझिएको। श्रीमान मोस्तकिम अन्सारी, त्यो महिला जसको श्रीमती चाहिँ बेपत्ता भएको थियो, त्यो महिलाको श्रीमान मोस्तकिम अन्सारी स्थानीय पञ्च, स्थानीय भद्रवला व्यक्तिहरू चाहिँ बसेर उनीहरूलाई जानकारी गराए पश्चात त्यो महिला जो अर्को व्यक्तिसँग चाहिँ सम्पर्कविहीन भएको थियो उनलाई फेरि श्रीमानसँगै घरमा मिलेर बस्ने वातावरण बनाएको देखिन आउँछ। यसरी बेपत्ता भइसकेको श्रीमती फर्केर आइसकेपछि उसलाई घरमा बस्ने, श्रीमानसँगै घरमा बस्ने वातावरण मिलाइसके पश्चात पनि मृतक व्यक्ति फेरि त्यो महिलाकोमा आउजाउ गर्ने, भेटघाट गर्ने गरेको बाहिर खुल्न आयो। सो कुरा स्थानीय गाउँ समाजका मान्छेहरूले देखेपछि निज नजिमा खातुन जुन चाहिँ महिला थियो, महिलालाई मानसिक तनाव दिने गरेकाले निज नजिमा खातुन लगायत अन्य प्रतिवादीहरू सम्बन्धी निन्दा मार्ने योजना बनाएको भन्ने कुरा बुझिन आएको छ। यो यसरी फलान ठाउँमा गएको फेरि चाहिँ पनि यो उसँग चाहिँ अब नजिक रहेछ भन्ने खालको जुन कुरा आयो, त्यो कुरा आइसकेपछि यी प्रतिवादीहरूले अब त्यो जुन अरविन्द पण्डित छ मृतक, उसलाई मार्ने योजना बनाएको बुझिन आयो। त्यसपछि त्यो योजना बनाएपछि प्रतिवादी नजिमा खातुनले 2082 वैशाख 28 गते बिहानको समयमा
बिहान 8 बजेको समयमा फुलचोर बाबा मन्दिर भन्ने छ। फुलचोर बाबा मन्दिर नजिक मृतक अरविन्द कुमार पण्डितलाई बोलाउँछ। जुन योजना बन्छ उसलाई मार्ने योजना बनिसकेपछि वैशाखको 28 गते बिहान 8 बजेको समयमा फुलचोर बाबा मन्दिर नजिक मृतक अरविन्द कुमार पण्डितलाई बोलाउँछ। बोलाइसकेपछि उनीहरू ईश्वरपुर नगरपालिका वडा नम्बर 8 पनि त्यही फुलचोर खोलातर्फ, ती नजिकको खोलातर्फ सँगै साथै जान्छ। उनीहरू बोलाउँछ, योजनाअनुसार बोलाएपछि दुवैजना सँगसँगै साथै अगाडि जान्छन्। उनीहरू साथै अगाडि गइसकेपछि उनीहरूलाई पछ्याउँदै अन्य प्रतिवादीहरू, किनकि योजना बनिसकेको थियो, अन्य प्रतिवादीहरू पनि उनीहरूको पछि गएर जान्छ र उनीहरूले कर्तव्य गरेर मारेको घटना देखिन्छ। मारिसकेपछि नजिकै रहेको सिसोको रुखको फेदमा मृतकको लासलाई घाँसपात तथा त्यो घस्यौटा जोले चाहिँ छोपेर राखिन्छ, अरूले नदेखोस् भनेर तत्काल मारेको ठाउँ नजिकै त्यो लासलाई छोपेर व्यवस्थापन गरिसकेपछि उनीहरू आफ्नो घरतर्फ फर्किन्छ। यो घटना 28 गते बिहानको घटना हो। अब 29 गते रातको समयमा, राति 21 बजेतिरको समयमा कसुरदारहरूले घटनालाई ढाकछोप गर्न मृतकको लासलाई जुन ठाउँमा छोपेर राखेको थियो, त्यो घसौटा त्योले छोपेर राखेको थियो, त्यो ठाउँबाट फेरि ईश्वरपुर नगरपालिका वडा नम्बर 8 स्थित ठकुरिया चौरी भन्छ, ठकुरिया चौरी स्थित उखुबारीमा लगेर लासलाई फाल्छ। भएको के त भन्दा 28 गते योजना बनाउँछन्। दुवै केटालाई भेट्न बोलाउँछ, दुवैजना खोलातर्फ गइरहेको अवस्था रहन्छ। त्यसपछि योजनाअनुसार अरू व्यक्तिले पछाउँदै जान्छन्। त्यो ठाउँमा गएर उनीहरूले कर्तव्य गरेर मार्छ। मारिसकेपछि ती नजिकै एउटा सिसोको रुख नजिक त्यो उसले त्यो घसौटाहरूले छोपेर राख्छ। राखिसकेपछि उनीहरू घर फर्क्यो। भोलिपल्ट फेरि रातको समयमा फेरि उनीहरू गएर त्यो लासलाई त्यहाँबाट फेरि अन्यत्र वडा नम्बर 8 को ठकुरिया चौरी स्थित उखुबारीमा लगेर व्यवस्थापन गर्छ। त्यहाँ लगेर उनीहरूले लासलाई फ्याँक्छ। हजुर। अब यसमा अनुसन्धानको क्रममा हामीले 2 गते, यो जेठको 2 गते कसुरदारहरूलाई पक्राउ गर्छौँ। जुन चाहिँ अघि नै मैले कसुरदारको लिस्ट नाम भनिसकेँ, उनीहरूलाई हामीले पक्राउ गर्छौँ। यसमा एउटा के देखिन्छ त भन्दाखेरि ईश्वरपुर नपा वडा नम्बर 6 चिरानटोल बस्ने जुन रोजक अन्सारीको छोरा वर्ष 43 को मोहम्मद हुसेन मोमिन भन्ने व्यक्तिलाई पक्राउ गर्दा निजले खुट्टामा लगाइराखेको जुन चप्पल छ त्यो मृतकले प्रयोग गरेको चप्पल रहेको खुल्न आउँछ। मृतकको चप्पल मारिसकेपछि कसुरदारमध्येको एकजना मोहम्मद हुसेन मोमिन, जुन चाहिँ प्रतिवादी छ, प्रतिवादीमध्येको एकजना मोहम्मद हुसेन मोमिनले त्यो चप्पल आफूले प्रयोग गरेको रहेछ। त्यो कुरा मृतकको चप्पल भन्ने कुरा खुल्न आउँछ। जुन कुरा के हो मृतकको बुबाले यो मेरो छोराले लगाउने चप्पल हो भनेर शनाखत गरिदिएको अवस्था रहेको छ। अब त्यसपछि हामीले कसुरदारहरूलाई कर्तव्य ज्यानमा चाहिँ जारी लिएर उनीहरूलाई मुद्दा दर्ता गर्यो कर्तव्य ज्यान शीर्षकमा र सम्मानित अदालतबाट 7 दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ। अहिले अनुसन्धानको चरणमा रहेको छ।